वेलकम टु माई न्यू अदर ब्लग्स। मेरो लुक खासै राम्रो छैन है। म तराईको केटो, अब कालो भन्नु जेसुकै भन्नु, तर मेरो के चाहना छ भने म सानैदेखि सोसल मिडियामा धेरै एक्टिभ भएर अहिले पनि मेरो स्क्रिन टाइम 9-10 घन्टा पुग्छ। काम गरिरहेको छु सानोतिनो, तर मेरो चाहना के छ भने सोसल इन्फ्लुएन्सर बनौँ, सोसल मिडियामा काम गरौँ, देश विदेश भ्रमण गर्छु, कहाँ जान्छु के जान्छु तपाईँहरूले देखाउँ। सानोतिनो मबाट सहयोग हुन्छ, सहयोग गर्छु, गरेको पनि छु। तपाईँ मेरो 1-2वटा च्यानल भिजिट छ अर्को पनि म गरेको छु, तर राम्रोसँग गर्न सकिरहेको छैन क्या। आज गर्छु, भोलि गर्छु, पर्सि गर्छु, यो त्यो यस्ता ल्यापटपहरू किनेँ, धेरै इन्भेस्टमेन्ट गरेँ, आइफोन लिएँ, काम गर्छु, यो गर्छु, प्लानिङ धेरै भयो क्या, तर गर्न सकिरहेको थिएन, लाज। तर आज फाइनली यो मेरो एउटा जिग्री र म डिसाइड गरेँ, उहाँको नाम बिके, म भाइ नै भन्छु तर जिग्री जस्तो छ। फाइनली के डिसाइड गरेँ भने आज रुमदेखि सुरु गरौँ न। यत्रो नेपाली दाजुभाइ हुनुहुन्छ, सपोर्ट गरिहाल्छ नि। गर्ने मान्छेले त जसले नै सपोर्ट गर्छ, कस्ता कस्ता मान्छेहरूले त गरिरहेछ नि त, हामी किन नगर्न सक्ने। मेन ऊर्जा हुनु पऱ्यो भित्रदेखि नै। जुन काम गर्ने इच्छा छ भने त्यो गर्नु पऱ्यो क्या, जसरी भए पनि। 100वटा भिडियो हाल्छु, 100जना त पक्कै सब्सक्राइब गर्छु नि, 100जनाले लाइक गर्छ नि। गर्छु भने आजदेखि ठानेको छु। तपाईँहरूको साथ सपोर्ट चाहिन्छ। अब म तराईको केटो, थाहा छैन म कति राम्रो नेपाली बोलिरहेको छु, तर म नेपाली नै बोल्छु, नेपालीमै बनाउँछु। कहिलेकाहीँ मैथिली मिक्स गर्छु, किनकि मेरो मदर टङ मैथिली हो, होइन म नेपाली हो। कतिजनाले भाइ तिम्रो चाहना छ भने काम गर, हिन्दीमा बोल, हिन्दीको अडियन्स धेरै छ, किन हिन्दीमा बोल्नु। आफ्नो भाषालाई, आफ्नो कल्चरलाई प्रमोट गरौँ न, होइन। त्यो सोचेर मैले आजदेखि रुमबाटै सुरु गरिरहेको छु। म केही गेटअपमा छैन, म जस्तो लाइक अहिले भर्खर चिया खाएर आएको छु, जस्तो छु त्यस्तैमा हाल्छु। मेरो रियल लुक यही हो, म यस्तै छु, यहीमा भिडियो हाल्छु। आजदेखि मैले च्यानल पनि बनाएँ, त्यो पुरानो च्यानलहरू सबै धेरै दिनदेखि काम गरेको छैन। पहिला ब्लग स्लग बनाउँथेँ, म यताउति गर्थेँ, तर आजदेखि न्यू एनर्जी, न्यू च्यानल, न्यू सबै थोक छ। तपाईँहरू जहाँबाट हेर्दै हुनुहुन्छ, फेसबुक, टिकटक, युट्युब, जुन प्लेटफर्म हेर्नुहुन्छ, तपाईँहरू आफ्नो सपोर्ट चाहिँ गरिदिनु। अनि आफ्नै पारा म तराईको केटो, रे छोरा सब, भाइ सब, दाइ सब, सपोर्ट गर अपन भाइके ल।